सबैलाई जयमसी। हजुरलाई आत्मा सेवामा सबैजनालाई स्वागत छ। खुसी हुनुहुन्छ सबैजना? हामी खुसी छौँ। त्यसै कारणले हामी यहाँ आएका छौँ। के भइभइ गर्न संगति गर्न सकिन्न, भेटघाट गर्न सकिन्न। हामी घरबाटै नै खुसी भएर चाहिँ प्रभुको उपस्थितिमा हामी आएका छौँ। जब म अलिक सानो थिएँ, यहाँ त सबैले सानोमै होला सायद 5 कक्षामा म सायद पढ्थेँ होला। अनि त्यतिखेर चाहिँ यहीँ पोखरै भए पनि फिल्म हेरेर जाने भन्ने अलि थिएन, गइन्थेन। बाबा विदेश हुनुहुन्थ्यो, खासै फिल्म हेर्न गइन्थेन, त्यो किसिमको बानी चाहिँ थिएन। तर एक दिन चाहिँ हामी घर वरपर बस्ने साथीहरू, सानोमा सबै त्यस्तै, अनि साथीहरूले चाहिँ फिल्म हेर्न जाऊँ भने, तर पैसा फेरि छैन। कसरी जाने भन्दाखेरि घुसेर जाने भने खाँदै है। त्यसपछि म त त्यस्तै कहिले पनि गएको थिइनँ है। तर पनि साथीको लै बेला आएर चाहिँ म लतरी काम मानेर गइहालेँ। त्यतिखेर यो माथि सायद बिन्दुवासिनी हल होला, त्यहाँ चाहिँ म गएँ। साथीहरू पनि थिए, धेरै दाना खान। अब त्यतिखेर त अब अहिलेको जस्तो ट्रेडमल, मिड टाउन त्यतिखेर थिएन। त्यस कारणले गर्दा अहिले त मान्छे त पुरानो हलहरू त अहिले खाली भइसक्यो। मान्छेहरू चाहिँ अब त नयाँ तरिकाले सुविधा सम्पन्न ठाउँमा चाहिँ अहिले जान्छन्। र त्यतिखेर चाहिँ त्यही हलहरू भएको कारणले गर्दा दुइटै हल चाहिँ एकदम प्याक हुन्थ्यो। त्यहाँ एकदम धेरै मानिसहरू थिए। लाइन लागेर टिकट काट्नु पर्थ्यो। अनि टिकट काट्नको लागि त्यहाँ हेऱ्यो भने एउटा गोलो छ, त्यहाँबाट पैसा लिएर टिकट दिनु पर्थ्यो। अनि मान्छेहरू धेरै। त्यसमा हामीहरू एउटा किनारमा एउटा सोचेर हामी साथीहरू हेरिरहेको छ लाइनतिर, अब कतिखेर गेट खुल्छ जाने भनेर है। त्यसपछि एकछिनपछि लाइन सुरु भयो, एकदम घचाड भयो, एकदम भिड भएको छ। साथीहरू त गइहाले, मलाई चाहिँ डर लाग्यो अब जान। म त्यसरी कहिले गएको पनि थिइनँ, त्यसरी कहीँ पनि त्यस्तो बानी थिएन मेरो। अब हलसम्म त पुगिसकियो होइन। अब कता फर्कम साथीहरू सिधिसके। जाम केयरमा अब त अलिकति साहस गरेर आँट गरेर भयो, भित्र छिर्न पऱ्यो भनेर लाइनमा आँट चिम्लेर म भित्र गएँ बुझ्छ। अनि अरू लाइनमा थिएँ, म पनि भित्र गएँ। अनि कसो धन्न कसैले मलाई त्यहाँ समातेर, साथीहरू कसैले त्यहाँ समातेर भित्र भयो। फिल्म सुरु भयो। अनि पहिलातिर त ठ्याक्क बिचमा लाइट यसो गर्दा पनि आउँथ्यो मान्छेहरू। अनि त्यतिखेर डर पनि लाग्थ्यो, किनभने हामीसँग टिकट थिएन। समातिहाल्यो भने त फेरि के गर्ने थाहा छैन होइन। अनि अलि त्यो फिल्म हेर्नेजेलसम्म चाहिँ अलिक डरसँग चाहिँ हेरेर रमाइलो त भयो, तर कता डर पनि लागिरहेको थियो। झ्याप्पा टिकट खै भने त छैन। अब त्यो फिल्म सकिएर बाहिर निक्लिन्जेलसम्म त्यो डरले चाहिँ छोडेको थिएन। जब फिल्म हलभन्दा बाहिर आयौँ अनि बल्ल के भयो, ढुक्क भयो, निर्धक्क भएर चाहिँ आनन्दले हामी फर्केर आयो। त्यो मेरो त्यसरी गएको मेरो पहिलो अनुभव चाहिँ त्यस्तो थियो। र अस्ति पनि म त्यस्तो धेरै फिल्ममा जाने चाहिँ होइन हलमा। अस्ति वर्षमा गने भने 1-2 चोटि सायद जान्छु होला म कहिले। र अस्ति म गएँ फिल्म हेर्न। त्यतिखेर मसँग टिकट थियो। त्यतिखेर मसँग कुनै डर पनि थिएन। म पूर्ण ढुक्क भएर विश्वाससँग म राम्रोसँग लाइनमा बसेँ, टिकट देखाएँ, म गएँ। फिल्म हेरेसम्म मलाई कुनै डर पनि थिएन। बाहिर निस्कन आउँदैमा कुनै पनि डर थिएन, कारण मसँग के थियो, टिकट थियो। म व्यवस्थित तरिकाले म गएको चाहिँ थिएँ। आज हामी सुनिरहेको विषय हो यीशुको रगतको बारेमा। हामी के कुरा हेर्नेछौँ आज? हामी यीशुको रगतले के गरेको छ तपाईँ र मलाई? हामीको लागि यीशुको रगत किन महत्त्वपूर्ण छ? आज हामी प्रभुभोजमा सहभागी हुँदैछौँ केही समयपछि। किन हामी यो प्रभुभोज लिँदैछौँ, किन लिन्छौँ, यी केही कुराहरू हामी आज हेर्नेछौँ। वचन सुन्दै गर्दा पवित्र आत्माले हाम्रो हृदयमा काम गर्नुभएको होस्। हाम्रो हृदयमा देख्न पर्ने कुराहरू, हेर्न पर्ने कुराहरू प्रभुले हामीहरूलाई देखाइदिनु हुनेछ। हामी आज हिब्रूको 10 अध्याय 19 देखि 23 पदसम्म हेर्नेछौँ। त्यहाँबाट केही कुराहरू, 3वटा कुराहरू हामी हेर्नेछौँ। हिब्रूको 10 अध्यायको 19 देखि
23 पदसम्म पढिदिन्छु, सुन्नु। यस कारण भाइ हो यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनु भयो, जसको कारण पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौँ। परमेश्वरको घरानामा हाम्रा एकजना महान पुजारी हुनुभएको हुनाले हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोखाइए र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीपमा जाउँ। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौँ, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ वास्तवमा हामी मानिस पाप मानिसहरू विश्वास गर्छौँ, यो हामी गर्छौँ। मानिसको वास्तविकता भनेको मानिस चाहिँ पापमा मरेको अवस्थामा थियो, परमेश्वरदेखि टाढा भएको अवस्थामा मानिस थियो, परमेश्वरलाई चिनेकै थिएन। परमेश्वरदेखि भागेर हामीहरू पापमय स्वभावमा पाप गरेर जुन कुरा परमेश्वरलाई मन पर्दैन त्यही कुरा गरेर हामी कुनै समयमा हामी जिउँथ्यौँ। जन्मदेखि हामी के थियौँ? पापी थियो। भर्खरै दसैँको समय सकिएको छ, मानिसले धेरै पशु बलिहरू गरेका छन्। किन भन्दाखेरि मानिसले आफूले गरेका पापहरू के गर्न सकुन्? धुन सकुन्। बोका पाठाको रगतद्वारा हाम्रो पाप चाहिँ धोइयोस् भनेर मानिसहरूले पशु बलि गरेका चाहिँ छन्। बलिदानको कुरा चलिरहँदाखेरि यो भर्खरै आएको कुनै रीति होइन। यो भर्खरै मानिसहरूले के गर्न लगाएर सुरु गरेको, हिन्दू धर्ममा मात्र सुरु गरेको यो रीति चाहिँ होइन। बलिदानको कुरा पुरानो समयदेखि नै, पुरानो करारदेखि नै हामीले यो कुरा पाउँछौँ। जब हामी लेवीको पुस्तक हामी पढ्छौँ, परमेश्वरले नै यो बलिदानको कुराहरू दिनुभएको छ। पशु बलि गर्ने कुराहरू, विभिन्न बलिदानहरू गर्ने कुरा परमेश्वरले नै मानिसहरूको लागि, इजरायलीहरूको लागि दिनुभयो। प्रभुको धर्मशास्त्रले भन्छ रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। लेवी 17 अध्यायमा हामीले हेऱ्यो भने मानिसको पाप क्षमाको लागि रगत बगाउनै पर्छ। रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। लेवी 16 को 1 मा हामीले हेऱ्यो भने लेवीको 16 अध्याय 17 अध्यायमा हेऱ्यो भने त्यो कुराहरू हामी पाउँछौँ। विभिन्न विधिहरू, विभिन्न नियमहरू परमेश्वरले राखिदिनु भएको थियो। मानिसले चाहिँ आफ्नो पाप चाहिँ के गरोस्? स्वीकार गरोस्, मानिसले पापको क्षमा पाओस् भनेर चाहिँ विभिन्न विधि विधानहरू परमेश्वरले राखिदिनु भएको चाहिँ थियो। लेवी 16 को 1 अध्यायमा हामीले हेऱ्यो भने हारूनका 2 छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मूसासित कुरा गर्नुभयो। परमप्रभुले मूसालाई भन्नुभयो, तेरा दाजु हारूनलाई सन्दुक माथि भएको कृपा आसनको सामुन्ने पर्दा भित्र महापवित्र स्थानमा मन परे नआओस् भन्, नत्र त्यो मर्ला। किनभने म कृपा आसनमाथि बादलमा देखा पर्नेछु। हामीले हिब्रू 9 को 7 मा हामीले हेऱ्यो भने तर भित्रपट्टिको कोठामा भने प्रधान पुजारी मात्रै एक्लै वर्षमा एकचोटि जान्छन्, सोच पनि रगत नलगी होइन, त्यो रगत उनले आफ्नो निम्ति र मानिसहरूको पापको निम्ति चढाउँछन्। यो जुन हामी लेवी 16 अध्यायमा पनि यो कुरा हामी पाउँछौँ। पुरानो करारमा इजरायलीहरूको निम्ति चाहिँ प्रधान पुजारीले महापवित्र स्थानभित्र चाहिँ गएर वर्षको एकचोटि के गर्थ्यो? प्रायश्चित गर्थ्यो, जसलाई हामी प्रायश्चितको विधि हामी भन्ने गर्छौँ। त्यहाँ प्रधान पुजारीहरू सबभन्दा माथिल्लो पुजारीले चाहिँ के गर्थ्यो भने वर्षमा एकचोटि आफ्नो पनि पाप र सबै इजरायली आफ्ना समुदायका मानिसहरूको पापलाई लिएर बलिदान लिएर चाहिँ मन्दिरभित्र चाहिँ उजाल्नु पर्थ्यो। अरू जान पाउँदैन थियो, एकजना मात्रै को प्रधान पुजारी। अनि ऊ चाहिँ त्यो मन्दिरभित्र पनि एउटा ठाउँ थियो जसलाई महापवित्र स्थान भनिन्थ्यो। त्यहाँ जानु पर्थ्यो प्रधान पुजारी। त्यो ठाउँ चाहिँ परमेश्वरको उपस्थिति हुने ठाउँ थियो। जुन ठाउँमा परमेश्वरको प्रत्यक्ष उपस्थिति त्यो महापवित्र स्थानमा चाहिँ हुन्थ्यो। त्यहाँ के गल्ती गरे उसले? यदि पाप स्वीकार गरेको छैन, पाप लिएर अपवित्रतामा ऊ त्यो भित्र छिरेको छ, अथवा परमेश्वरले दिनुभएको विधि विधानमा केही मिस्टेक गर्यो, समस्या गर्यो अथवा गल्ती गर्यो भने त्यो मान्छे त्यहाँ मर्न सक्छ। अनि त्यहाँ हेऱ्यो भने चाहिँ प्रधान पुजारीलाई
डोरी नै भन्ने लेखेको त छैन त। हामीले खोज्यो भने डोरी लाएर चाहिँ अथवा के बाँधेर चाहिँ ऊ भित्र जान्थ्यो। यदि मऱ्यो भने त बाहिर आउनु पर्यो, फेरि अरू जाँदा मिल्दैन त्यहाँ। अनि यदि बाँचेछ भने ऊ फिर्ता आउँथ्यो, यदि मऱ्यो भने त्यो डोरीले तानेर चाहिँ उसको लास चाहिँ निकाल्नु पर्थ्यो। जतिखेर मन लाग्यो त्यतिखेर त पवित्र स्थानमा जान पाइन्थेन। भर्खर हामी अगाडि हेऱ्यो भने हारुनको दुईटा छोराहरू मन परी तरिकाले के गरे, पवित्र स्थानमा गए, उनीहरू त्यहाँ मऱ्यो। त्यसै कारण कोही पनि व्यक्ति त्यो भित्र छिर्न पाउँदैन। प्रधान पुजारीलाई मात्र त्यो अधिकार थियो र प्रधान पुजारीले पनि सबै कुरा विचार गरेर साहससँग डर लिएर त्यो महापवित्र स्थानभित्र छिर्थ्यो। परमेश्वरको उपस्थितिमा जाने भन्ने कुरा कति महत्त्वपूर्ण कुरा छ। उसले हरेक वर्ष यो विधि गर्नुपर्छ। हरेक वर्षमा एकचोटि उसले त्यो गर्नुपर्थ्यो। अनि त्यसले के देखाउँछ भने मान्छे पापी छ। बोगा र पाठाको रगतले मान्छेको पाप क्षमा सधैँको लागि हुन सक्थेन। त्यस कारणले वर्षै पछि त्यो बलिदान, त्यो विधि पालन गर्नु पर्थ्यो। त्यसले मानिसको पापको क्षमा गर्नको लागि बोका पाठाको रगतले सम्भव थिएन। मानिसको पापको लागि मानिस नै मर्नु पर्थ्यो वास्तवमा, जुन चाहिँ पवित्र हो, निष्कपट थियो। हामी त सबै मानिस छौँ। मेरो लागि सान्दाई मरेर मेरो पापको क्षमा हुँदैन, सान्दाई मरेर मेरो पापको क्षमा हुँदैन। किन उहाँ पनि पापी हुनुहुन्छ, म पनि पापी छु। मैसित पवित्र रगत चाहियो, पवित्र मानिस चाहियो। अब संसारमा यो सम्भव छ छैन। त्यसकारण प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो। येशू ख्रीष्ट यस संसारमा पूर्ण मानिसको रूपमा के गर्नुभयो, आउनु भयो र हाम्रो पापको लागि प्रभु येशू ख्रीष्ट एकैचोटि के गर्नुभयो, बलिदान हुनुभयो। त्यो कल्भरीको क्रुसमा तपाईँ र मेरो पापलाई लिएर उहाँ के गरिदिनु भयो, मरिदिनु भयो। आज हामीले किन बलिदान गर्न पर्दैन भने प्रभु येशू ख्रीष्ट सबैको लागि सधैँको लागि के गरिदिनु भयो त, एकैपल्ट त्यो क्रुसमा मर्नु भयो। त्यस कारणले हामीले पनि बलिदान गर्नु पर्दैन। आज यदि हामी प्रभु येशू ख्रीष्ट नमरिदिनु भएको भए आज तपाईँ र म पनि एउटा बोका लिएर काटिरहेका हुन्थ्यौँ, बलिदान गरिरहेका हुन्थ्यौँ। तर ख्रीष्टको प्रेमले, ख्रीष्टको रगतले तपाईँ र मेरो लागि त्यो महत्त्वपूर्ण काम गरेको छ। येशूको रगतद्वारा हाम्रा पापहरू क्षमा भएका छन्। यदि येशू ख्रीष्ट नमर्नु भएको भए आज हामीहरूको लागि पनि एउटा प्रधान पुजारी, अहिलेको भाषामा गरेर मण्डलीको एल्डर होइन, अथवा पास्टर, त्यही विधि विधान अपनाउनु पर्थ्यो। हामी परमेश्वरको उपस्थितिमा जान सक्थेनौँ प्रत्यक्ष रूपमा। तर प्रभु येशू ख्रीष्ट नै तपाईँको लागि एउटा प्रधान पुजारीको रूपमा संसारमा आएर सबैको पाप लिएर आफू अझै पाप भोगेर येशू मरिदिनु भयो। त्यसको कारणले गर्दा आज हामी परमेश्वरको उपस्थितिमा जान सक्छौँ। आज हिब्रूको पुस्तकबाट हेर्दै गर्दा पहिलो कुरा हामी 19 र 20बाट हामी के गर्छौँ भने येशूको रगतद्वारा परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। भर्खरै मैले महापवित्र स्थानमा जाने कुरा सानो कुरा थिएन। सबै विधि विधानहरू पालन गर्नुपर्थ्यो। एकजना जाने मिल्थ्यो जो प्रधान पुजारी चाहिँ थियो। त्यसको लागि साहस चाहियो, आँट चाहियो, पवित्रता चाहियो। यदि त्यो भएन भने ऊ के गर्न सक्थ्यो, मर्न सक्थ्यो। मृत्युलाई हेरेर, परमेश्वरको उपस्थिति हेरेर भित्र जानु पर्थ्यो। साहस बिना जान सक्थेन। हामी कोही छौँ त्यहाँ भित्र गयो त मर्न सक्छस्, बाँच्न सक्छस् भनेमा हामी कस्तो हुन्छ, डर लाग्छ लाग्दैन, लाग्छ नि। त्यसको लागि साहस चाहियो। त्यो साहस लिएर भित्र जानु पर्थ्यो। साहस बिना सक्दैन। अनि किनभने त्यहाँ परमेश्वरको प्रत्यक्ष उपस्थिति। आज हामीहरूको पापलाई प्रभुले क्षमा गर्नुभएको कारणले आज हामी परमेश्वरको उपस्थितिमा सधैँ जान पाएका छौँ। सबैको लागि प्रभु एकैचोटि क्रुसमा मर्नुभयो। आज हामी येशूद्वारा, येशूको रगतद्वारा परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। हामी त्यत्तिकै परमेश्वरको उपस्थितिमा जान मिल्दैन। अहिले पनि हाम्रो बिचमा परमेश्वरको प्रत्यक्ष उपस्थिति छ। परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ, विश्वास गर्छौँ हामी। उहाँ हाम्रो अगाडि हुनुहुन्छ। येशूको रगतद्वारा उहाँबाट चोखिएर पवित्रताका साथमा हामी येशूको, परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। हामीले महापवित्र स्थानको ठाउँमा हेऱ्यो भने त्यहाँ एउटा पर्दा हुन्थ्यो। एउटा ठुलो पर्दा चाहिँ त्यहाँ थियो र
प्रस्थान 26:33 मा हेर्यो भने तैले त्यो छेक्ने पर्दा अंकुशहरूबाट झुन्ड्याउनु र त्यसको पछाडि गवाईको सन्दुक राख्नु। त्यस पर्दाले मानिस तिनीहरूका निम्ति पवित्र स्थानलाई महापवित्र स्थानबाट अलग गर्नेछ। महापवित्र स्थानमा गवाईको सन्दुकमाथि कृपा आसन राख्नु। प्रस्थान 25:1 मा हेर्यो भने त्यो कृपा आसनलाई सन्दुकको माथि राख्नु अनि सन्दुकभित्र गवाई पाटी राख्नु जो म तँलाई दिनेछु। त्यही म तँसित भेट गर्नेछु अनि कृपा आसनमाथि गवाईको पाटीको सन्दुकमाथि हुने ती दुई करूबहरूका बीचबाट इजरायलका निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु। त्यो एउटा पर्दा थियो, ठुलो पर्दा थियो। पर्दाको अगाडि पवित्र स्थान हो, त्यस पर्दाले चाहिँ महापवित्र स्थानलाई छुट्याउँथ्यो। मानवीय पर्दा छ, यता पछाडिपट्टि महापवित्र स्थान र अगाडि पवित्र स्थान। त्यो पर्दाले परमेश्वरको उपस्थिति हुने ठाउँलाई के गर्थ्यो? छुट्याउँथ्यो। अनि त्यो पर्दा पछाडि जानु पर्थ्यो। त्यहाँ चाहिँ परमेश्वरको साक्षात भाषामा प्रत्यक्ष उपस्थिति परमेश्वर त्यहीँ आउनुहुन्छ। मत्ती 27:50 मा हामीले हेर्यो भने तब येशू फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। त्यसै गरी मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो र जमिन काप्न लाग्यो र चट्टानहरू फुटे। जब येशू ख्रीष्ट क्रुसमा मर्नु भयो त्यही समय त्यो पर्दा के गर्यो? परमेश्वर र मानिस बीचको जुन एउटा पर्दा थियो त्यो पर्दा भएर पवित्र स्थानमा प्रधान पुजारी जानु पर्थ्यो भने जब ख्रीष्ट तपाईँ मेरो लागि त्यो क्रुसमा मर्नुभयो त्यतिखेर त्यो पर्दा चाहिँ परमेश्वर र मानिस बीचकोबाट टुप्पोदेखि फेदसम्मको पुरै के गर्यो? च्यातियो। अब त्यो पवित्र स्थानमा हर कोही व्यक्ति येशूद्वारा के गर्न सक्छ? जान सक्छ। पर्दा वास्तवमा येशू ख्रीष्ट आफै भइदिनु भयो के? आफै च्यातिदिनु भयो अनि येशू ख्रीष्टद्वारा हामी परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। त्यो व्यवस्था येशू ख्रीष्टले मिलाइदिनु भयो। यदि येशू ख्रीष्ट नमरिदिनु भएको भए आज हामी यो ठाउँमा हुन्थेनौँ। भए पनि हामी विभिन्न विधि विधानहरू पालन गरिरहेका हुन्थ्यौँ मुक्तिको लागि, उद्धारको लागि। 20 पदमा हेऱ्यो भने हाम्रो निम्ति एउटा नयाँ र जीवित मार्ग खोल्नु दिनुभयो, जसका कारण पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा भएर हामी येशूद्वारा भएर मात्र हामी परमेश्वरको उपस्थितिमा जान सक्छौँ। येशू बिना परमेश्वरको हामी जान सक्दैनौँ। त्यसैले यूहन्ना 14:6 मा येशू आफैले भन्नुभयो, बाटो सत्य जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन। त्यो नयाँ बाटो जीवित मार्ग भनेको त येशू ख्रीष्ट नै हुनुहुन्छ, जसद्वारा हामी परमेश्वरको अगाडि हामी जान सक्छौँ। त्यसकारण येशू बिना हामी परमेश्वरको उपस्थितिमा जानै सक्दैनौँ। त्यसैले हामी येशूलाई विश्वास गर्नुपर्छ, येशूको रगतमा हामी धोइनुपर्छ, प्रभुको अगाडि हाम्रो पापहरूलाई हामी क्षमा गर्नुपर्छ, जसद्वारा हामी परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। अब पुरानो समयको विधि विधानहरू नियमहरू हामीले मान्नु पर्दैन। येशू ख्रीष्टले नै त्यो कुराहरू पुरा गरिदिनु भयो हामीहरूको लागि। तर पहिलो कुरा चाहिँ हामी येशूद्वारा मात्र परमेश्वरको उपस्थितिमा जान सक्छौँ। दोस्रो कुरा 22 पदमा हामीले हेर्यौँ भने पूर्ण विश्वास सहित पवित्रतामा परमेश्वरको जानुपर्ने कुरा हामीले पाउँछौँ। कुनै बेला हामी पापमा मरिरहेका थियौँ, पापमा थियौँ, परमेश्वर टाढा थियौँ, परमेश्वर नचिनेको समयमा संसारको ढाँचा अनुसार चल्थ्यौँ, संसारकै थोकहरूलाई पुजिरहेका थियौँ, विभिन्न रीतिरिवाज संस्कृतिहरूमा हामी अल्झिरहेका थियौँ। त्यतिखेर हामी परमेश्वरको सन्तान थिएनौँ। हामी जस्तो पापी अधर्मी मानिसहरूको लागि प्रभु येशू ख्रीष्ट संसारमा आएर मरिदिनु भयो। यहाँ लेखेको कुरा हामीले हेऱ्यौँ भने चाहिँ 21 पदमा परमेश्वरको घरनामा हाम्रा एकजना महान पुजारी हुनुभएकोले, हेर्नु त, हामी जस्तो पापी मानिस, हाम्रो मान्छे त अब कहाँ हुनुहुन्छ त? परमेश्वरको घरनामा हुनुहुन्छ। हामी त उहाँका सन्तान भयो। येशूको रगतले तपाईँ र मलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभएको छ। तपाईँ र मेरो लागि येशू ख्रीष्टले पापको प्रायश्चित गरिदिनु भएको छ। त्यो पापको अघि हामीले गीत पनि गायो, आउनुभयो स्वर्गबाट पृथ्वी हाम्रो ऋण तिर्नलाई येशू ख्रीष्ट संसारमा आउनुभयो। त्यसैले येशूद्वारा हामी पूर्ण विश्वास गरेर आफूलाई पवित्रतामा हामी येशूको परमेश्वरको उपस्थितिमा आफूलाई लानु पर्छ।
परमेश्वर हाम्रो पापको विवरणहरू खोज्नु हुँदैन। तैँले के गरिस् अगाडिको हप्तामा जखाइसको पुस्तक हेऱ्यौ। जब जखाइसले यसुलाई भेट्यो, जखाइसलाई यसुले सोध्नुभयो तैँले कतिलाई लुटिस् भनेर, कति तँसँग धन सम्पत्ति विवरणले मलाई म हेर्छु भन्नु भएन। तर जब यसले यसुलाई भेट्यो, यसुलाई विश्वास गर्यो, उसको परिवर्तन हृदयको भयो। हृदयको परिवर्तन उसले आफूले दिन्छ भने सबै कुराहरू। जब हामी यसुलाई विश्वास गर्छौँ र उहाँको पवित्रतामा हामी रहन्छौँ भने बल्ल परमेश्वरको उपस्थितिमा जान सक्छौँ। परमेश्वर हामीलाई स्वीकार गर्नुहुन्छ, हामी जस्तो छौँ त्यस्तै स्वीकार गर्नुहुन्छ। तर पाप लिएर गएको बेलामा स्वीकार गर्नुहुँदैन। त्यस्तै भइरहेको परमेश्वरलाई मन पर्दैन। आफ्नो पाप स्वीकार गर्ने, पश्चाताप गर्ने, क्षमा माग्ने र आफ्नो बाटोलाई के गर्नु, परिवर्तन गर्नुपर्छ। आज बिहान चर्च आउनुभन्दा अगाडि कसले होइन हेर्नुभयो? उठाइदिनु मलाई। दिउँसो घर गएर सुत्नु होला, नसुत्नु। कसले होइन हेर्नुभयो बिहान चर्च आउनुभन्दा अगाडि? होइन हेर्नु भएन आमाले बिहान? ल हामी हिजो राति सुतेकै गडमा आफू यहाँ कोही पहिला हेरिन्थ्यो भन्नु कि आमाले? हामी यहाँ कोही राति सुतेकै गडमा आएको भने यहाँ कोही छैन। आज चर्च जाने भनेर खुसी साथमा आज प्रभु भोज, अर्को हप्ता नभइन आज जानुपर्छ भनेर भएर आज प्रभु भोज खाएर भयो नि हामी आज यहाँ आएका छौँ। पक्कै पनि हामी बिहान उठ्यौँ। कसैले भन्नुहुन्छ हामी बिहान कसरी तयार भयो? कसैले भन्नुहुन्छ घरबाट बिहान उठ्ने बित्तिकै आज चर्च जाने भनेर के गर्यो होला ल भन्नु त? जस्तैमा नआए उठ्ने बित्तिकै तपाईँले के गर्नु? बोल्नु भन्दाखेरि सुते घरमा आउनुभएको भने भन्नुपर्छ। के गर्नु पर्ला? तयारी गरियो, सरसफाइ गरियो, नुहाइयो, कपाल सबल यसो हेरियो, ओरियो, घर पनि सफा गरियो, खाना पकाएर खाएर आउनु होला। कतिजना कोही चाहिँ अब प्रोभोज खाएर घर खाने भनेर तयारी अवस्थामा आउनु भएको छ होला। ऐना तिनचोटि हेऱ्यो होला, एकचोटि बिहान उठेर हेऱ्यो होला, फेरि घरबाट निस्किनुभन्दा अगाडि फेरि एकचोटि कस्तो छ भने यसरी हेऱ्यो होला होइन? हजुर हामी बाहिरी रूपमा पूर्ण तयारीको साथमा आएका छौँ कि होइन? फेरि छेउमा बस्नुपर्छ, गनायो भने फेरि ठुस्नुपर्छ साथी होइन? पर्फ्युम लगाएर यसो मेकअप गरेर अलिअलि हामी आफैलाई बाहिरी रूपमा तयारी भएर च्याट्ट परेर हामी आएका छौँ। हामी बाहिरी रूपमा पनि तयारी हुनुपर्छ। मन्डल जाँदा हरेक ठाउँमा जाँदाखेरि हामी तयार हुन्छौँ। कसैले बिहामा हामीले बोलायो भने त्यो अनुसार सुट प्यान्ट साडी च्याट्ट परेर अलिअलि गहना छ भने गहना पनि लाएर राम्रो देखिएर हामी के गर्छौँ? जाने गर्छौँ। तर परमेश्वरको उपस्थितिमा जाँदाखेरि हाम्रो हृदयलाई पनि के गर्नुपर्छ? तयार बनाउनुपर्छ। आज हामी प्रभुमा सहभागी हुँदैछौँ। हामीले प्रार्थना गऱ्यौँ, हिजो प्रार्थना गऱ्यौँ, बिहान प्रार्थना गऱ्यौँ। हाम्रो हृदयको अवस्था कस्तो छ? कसरी हामी हृदयमा तयारी भएर आएका छौँ? परमेश्वरको उपस्थितिमा जाने कुरा एकदम महत्त्वपूर्ण कुरा हो। बाहिरी रूपमा पनि तयार हुनुपर्छ हामी मण्डलीमा आउँदाखेरि। किनभने हामी मण्डलीमा परमेश्वरको उपस्थितिमा जाँदैछौँ, राम्रो लुगाहरू, सफा लुगाहरू नुहाएर राम्रो भएर आउनुपर्छ। तर मुख्य कुरा हाम्रो हृदयको तयारी पनि छैन भने त्यो बाहिरी तयारीपनले केही पनि काम गर्दैन। आज हामी प्रभुको रगत र उहाँको शरीरलाई हामी लिँदैछौँ। येशूको मृत्युको सम्झनामा हामी सहभागी हुँदैछौँ। हामी कसरी तयार भएका छौँ? जब हामी परमेश्वरको उपस्थितिमा जान्छौँ, हामी हाम्रो पापहरूलाई हामी सम्झन्छौँ, हाम्रा गल्तीहरूलाई हामी सम्झन्छौँ। पश्चातापका आँसुहरू हाम्रो आँखाबाट पक्कै बग्छन्। कसरी हामी तयार भएका छौँ? जब यो तयार गर्दै थिएँ, म प्रार्थना गर्दै पश्चाताप गर्दै रुँदै थिएँ, म आँखाबाट आँसु मेरो बगिरहेको थियो। योभन्दा अगाडि हामी कहिले रोएका थियौँ? यसो मतलब रुनुपर्छ भनेको होइन मैले, तर प्रभुको उपस्थितिमा जाँदै गरेर योभन्दा अगाडि हाम्रो आँखाबाट कहिले आँसु
प्रभुको उपस्थितिमा जाँदाखेरि आफूलाई तयार बनाउनुपर्छ। यसमा त रोएर तयार गर्ने भनेको होइन मैले, तर आफ्नो हृदयभित्र तलास गर्ने कुराहरू, हेर्ने कुराहरू। म प्रभुको उपस्थितिमा जाँदैछु, मेरो हृदयको अवस्था कस्तो छ, म कस्तो छु भन्ने कुरा हामीले विचार गर्नुपर्छ। जब हामी परमेश्वरको उपस्थितिमा जान्छौँ भने पवित्र आत्माले तपाईँ र मलाई छिल्नुहुन्छ, छाट्नुहुन्छ, काट्नुहुन्छ, तयार बनाउनुहुन्छ। जब हामी यसोमा पूर्ण भरोसा गर्छौँ, उहाँको बाटो भएर जान्छौँ भने बल्ल परमेश्वरसँग हाम्रो भेट हुन्छ, नत्र हुँदैन। हामी आफूलाई पवित्र बनाउनु पर्छ। हाम्रो व्यवहारलाई, हाम्रो सोचलाई, हाम्रो हृदयलाई, हाम्रो विचारलाई पवित्रता साथ परमेश्वरको उपस्थितिमा जानुपर्छ। परमेश्वरले बाहिरी रूप हेर्नुहुन्न। बाहिरी रूप कसले हेर्छ? मान्छेले हेर्छ। परमेश्वरले बाहिरी रूप हेर्नुहुन्न, तर परमेश्वरले हृदयलाई हेर्नुहुन्छ। हाम्रो हृदय कस्तो छ? आज प्रभु हामी लिन्छौँ अहिले। पौलले भने जस्तै अहिलेको रीतिले नखाओस् कसैले पनि। पवित्रताको साथमा परमेश्वरको उपस्थितिमा जान सक्छौँ। हामी अहिलेको कुरा हामीले हेऱ्यौँ। पुरानो करारमा जब प्रवेश गर्नु भएको थिएन, त्यतिखेर सानो गल्तीले पनि के गर्न सक्थ्यो? मान्छे त्यहाँ के गर्न सक्थ्यो? मर्न सक्थ्यो। त्यो पवित्र स्थानमा उपस्थित हुने परमेश्वर र हाम्रो बिचमा अहिले हुनुहुने परमेश्वर फरक हो? फरक हुनुहुन्छ? हुनुहुन्न, एउटै हुनुहुन्छ। त्यतिखेर महापवित्र स्थानमा आउनुहुने परमेश्वर र अहिले हाम्रो बिचमा हुनुको परमेश्वरको स्वभावमा के फरक भएको छ? परिवर्तन भएको छ? छैन। जो हुनुहुन्थ्यो त्यही परमेश्वर आज हाम्रो बिचमा आउनुहुन्छ। उहाँको स्वभावमा, उहाँको व्यवहारमा, उहाँको विचारमा कुनै पनि परिवर्तन छैन। परमेश्वरले जसरी त्यतिखेर त्यहाँ पवित्रताको साथमा विधि विधान पालन गरेर आउनु पर्थ्यो भने अहिले परमेश्वरले तपाईँ मेरो अगाडि येशू ख्रीष्ट राखिदिनु भएको छ। येशू ख्रीष्टद्वारा गलत तरिकाले परमेश्वरको उपस्थितिमा जान सक्दैनौँ। यसको भोगाई आफैले। कतिपल्ट हाम्रो लागि यो सामान्य कुरा भएको छ। यो सुनिरहेको पनि यो कति सुनिरहेको विषय भनेर लाग्न सक्छ हामीलाई। कतिपय हामीलाई मण्डली जाने कुराहरू, प्रवेश लिने कुराहरू, परमेश्वरको उपस्थितिमा जाने कुराहरू, सङ्गत जाने कुराहरू एकदमै सामान्य लागिरहेको छ। होइन सामान्य। तपाईँ जीवित परमेश्वरको उपस्थितिमा जाँदै हुनुहुन्छ। पछि परमेश्वरको उपस्थितिमा परमेश्वरको अगाडि हामी उभिनुपर्छ। भनेपछि कसरी तयार हुने कुराहरू, कति तयार हुनुपर्छ हामी परमेश्वरको उपस्थितिमा जानको लागि। अनि परमेश्वरले येशू ख्रीष्ट हाम्रो लागि सजिलो मार्ग राखिदिनु भयो ताकि हामी येशूलाई विश्वास गर्छौँ भने हामी परमेश्वरको उपस्थितिमा सजिलै जान सक्छौँ। यदि येशू ख्रीष्ट नआउनु भएको भए तपाईँ र म सायद परमेश्वरमा जान सक्छौँ। त्यसकारण पूर्ण विश्वास हुनु पर्यो। के कुरामा? प्रभु यस संसारमा आउनुभयो, उहाँले तपाईँ मेरो लागि पापको क्षमाको लागि मर्नुभयो, उहाँको रगतमाथि म विश्वास गर्छु, उहाँको मृत्युमाथि म विश्वास गर्छु, उहाँको पुनरुत्थानमाथि म विश्वास गर्छु, उहाँद्वारा मैले मुक्ति पाएको छु, उद्धार पाएको छु, उहाँद्वारा मात्र म परमेश्वरको उपस्थितिमा जान सक्छु भन्ने कुरामा तपाईँ म विश्वास गर्छु भने हामी परमेश्वरको उपस्थितिमा हामी जान सक्छौँ। तेस्रो कुरो, अनन्तताको आशामा स्थिर हौँ, किनकि यसो विश्वासयोग्य हुनुहुन्छ। हामीहरूको आशाको येशू ख्रीष्ट नै हो। हामीहरूको आशा, हाम्रो भरोसा येशू ख्रीष्ट नै हुनुहुन्छ। जब हामीले उहाँलाई विश्वास गरेर उहाँले के दिन्छ भन्नुभयो? हामीलाई धन सम्पत्ति सुन चाँदी हो। के दिन्छ भन्नुभयो? के दिन्छ भन्नुभयो? पाएको मान्छेले त भन्नु पर्यो नि। अनन्त जीवन, उद्धार, मुक्ति, अनन्त जीवन परमेश्वरले हामीलाई दिनुभएको छ। योनातीको 16 हामीले हेऱ्यो भने के लेखेको छ नि? किनभने परमेश्वर संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो के दिनुभयो? एक मात्र पुत्र दिनुभयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले के पाओस्? अनन्त जीवन। हाम्रो आशा भनेको अनन्त जीवन हो। अनन्तताको जीवन येशूले गर्नुभएको प्रतिज्ञा हो। हाम्रो जीवनमा फरक फरक परिस्थितिहरू आउन सक्छन्, फरक फरक समस्याहरू, फरक फरक समय, कठिनाइहरू आउन सक्छन्। धेरै दुःख, पीडा, पाप, अधर्म, रुवाई, झगडा, यस्ता धेरै कुराहरू हाम्रो जीवनमा हुन्छन्। त्यो सबै समयमा
तपाईँ र म हाम्रो विश्वास गरेर के हुन्छ? हल्लिन्छ। हावा लागेपछि रुख हल्लिन्छ नि, हो कि होइन? तर जरा बलियो छ भने त्यो रुख के गर्छ? अडिन्छ त्यहाँ। तर त्यो रुखको जरा बलियो छैन भने त्यो हावाले त्यो रुखलाई के गरिन्छ? हल्लाइदिन्छ, जरा समेत निकालेर कहाँ पर्छ? यदि तपाईँ मेरो विश्वास प्रभुमा बलियो छैन भने सामान्य समस्याबाट ए परमेश्वर तपाईँ हुनुहुन्छ र? यसो क्रिस्ट तपाईँ मेरो लागि मर्नु भएको र होइन होला? खै विश्वास लाएर समस्या झगडा गर्छन् घरमा, पुरै बुझ्दैनन् कसैले। सानसानो कुराबाट तपाईँ म परमेश्वरदेखि टाढा हुन्छु यदि तपाईँ र मेरो विश्वास प्रभुमा बलियो छैन भने। संसारमा धन सब त्यसलाई त कति पुगेको? मेरो घरमा चामल सक्यो, चामल किन्ने पैसा छैन, त्यसलाई परमेश्वरले दिनु, मलाई नदिनु। यता सामान्य कुराहरूमा अल्झिन्छ। तर हाम्रो विश्वास चाहिँ जुन आशा हाम्रो धन सम्पत्ति हो र होइन नि? धन सम्पत्ति हाम्रो आशा हो? होइन। रोग निको पार्ने हाम्रो आशा हो? होइन। प्रभुले वाचा गर्नुभएको अनन्त जीवन, मृत्युपछिको जीवन जुन कहिले पनि नाश हुँदैन, त्यो दिन्छु भन्नुभएको परमेश्वरले। अनि यो कुरा त हामीले पाएका छौँ, कोद्वारा? यीशु ख्रीष्टद्वारा पाएका छौँ। यस्तो कुरालाई लिएर अन्त्यसम्म के हुनु पर्यो? स्थिर रहनु पर्यो। यीशु ख्रीष्टले तपाईँ र मलाई दिन्छु भन्नुभएको कुरामा उहाँले दिनुहुन्छ। विश्वास अविश्वास सँगै राखेर हामी हिँड्न सक्दैनौँ। दुईटा डुङ्गामा खुट्टा राखेर ताल तरिन्छ? तरिँदैन, बिच्चा गरेर डुबिन्छ, मरिन्छ। दुईटा कुरामाथि विश्वास गरेर परमेश्वर हुनुहुन्छ कि भनेर हामी विश्वासको दौड जित्न सक्दैनौँ। जुन कुरा मैले विश्वास गरेको छु, जुन कुरामाथि म भर परेको छु, त्यो कुरामा स्थिर रहनुपर्छ, अड्डिनुपर्छ। किन अडिने भन्दा यीशु ख्रीष्टले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। यीशु ख्रीष्ट आफ्नो प्रतिज्ञालाई पुरा गर्नुहुन्छ। के प्रतिज्ञा गर्नुभएको छ ल भनौँ त? अनन्त जीवन भयो, अरू पापबाट छुटकारा। आमाहरूले भन्नुहोस् अब के दिन्छु भन्नुभएको परमेश्वर तपाईँहरूलाई? आनन्द, शान्ति, उद्धार, मुक्ति, सन्तुष्टि। हजुर सबै कुरा दिनुभयो। ल कति राम्रो। के पाउनु भयो त नि? ल ठिक छ, यही कुराहरू त्यही हो है। ल यीशु ख्रीष्टले प्रतिज्ञा गर्नुभएको कुरा मुख्य बाइबलमा भनेको अनन्त जीवन। योना 14:3 मा हामीले भने, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई मका लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछ। यीशु ख्रीष्ट ठाउँ तयार पार्न जानु भएको छ तपाईँहरूलाई। पवित्र आत्माको प्रतिज्ञा उहाँले गर्नु भएको छ जुन हामीले पाएका छौँ। योना 14:16 मा हामीले हेऱ्यो भने सल्लाहकार दिनु छ भन्नुभयो प्रभुले। मत्ती 28:20 मा हेऱ्यो भने युगको अन्त्यसम्म म तिमीहरूसँग रहनेछु भन्नुभएको छ। परमेश्वर हामीहरूसँग हुनुहुन्छ। हेर्नु त, यस्तो महान परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ, यीशु ख्रीष्ट। अन्तमा हामीले हेऱ्यो भने येशू फेरि आउनुहुनेछ, न्याय गर्न, हामीलाई लिन येशू आउनुहुनेछ। अघि आमाले भने यस्तो कुरा पनि हो, हामी माग्न परेको छैन होइन, हामी शर्ममा परेका छैनौँ। तिमीलाई शर्ममा पार्दिन भन्नुभयो परमेश्वरले। यो पनि हामीले पाएका छौँ। तर त्यो भन्दा माथि परमेश्वरले धेरै कुरा राखिदिनु भएको छ। आज म सन्चो भए तर भोलि फेरि बिरामी हुन सक्छु। आज मसँग सबै कुरा छ, भोलि मसँग केही नहुन सक्छ। आज म बलियो छु, भोलि म कमजोर हुन सक्छु। आज म हिँडिरहेको छु, भोलि म सुत्न सक्छु, उठ्न नसक्ने अवस्थामा हुन सक्छु। त्यतिखेर केमा खुसी हो नि? प्रभु ठाउँ तयार पार्दै हुनुहुन्छ। प्रभु तपाईँले मलाई लिन आउँदै हुनुहुन्छ, जहाँ रुवाई हुँदैन, जहाँ कष्ट हुँदैन, जहाँ आनन्द हुन्छ, जहाँ परमेश्वरको महिमा हुन्छ, त्यो ठाउँमा लानको लागि प्रभुले तपाईँ र मेरो लागि प्रतिज्ञा गर्नु भएको छ, बाचा गर्नु भएको छ। भनेपछि त्यो कुरालाई लिएर त्यो आशा छ नि त हामीमा, हो कि होइन? आशा नभएको मान्छे कस्तो हुन्छ? निराश हुन्छ, हो कि होइन? मान्छे किन मर्छ? आत्महत्या किन गर्छ? आशै छैन।
कोही पनि छैन मेरो लागि त, केही पनि छैन। संसारमा यस्तै रहेछ। अस्ति भर्खर रामचन्द्र एकजना 12 कक्षा पढ्ने एकजना केटाले आत्महत्या गरेको छ। ठ्याक्क त थाहा छैन तर सुन्दै गर्दाखेरि खै एउटा केटीको माया परेर केसमा केही त्यस्तैमा के परेर उसले सुसाइड गरेको। त्यो हुने सक्छ नहुन सक्छ, तर धेरैको अवस्था त्यस्तै छ। यहाँ एउटाले माया गरेन भन्दैन के गर्ने, आत्महत्या गर्ने। परिवारले कुरो बुझेन, आत्महत्या गर्ने। एक्लो भयो, आत्महत्या गर्ने। किन? मान्छे एक्लो भएर आशै छैन। तर तपाईँ र मेरो लागि जीवित आशा हुनुहुन्छ। जो को हुनुहुन्छ? येशू नै हुनुहुन्छ क्या। त्यसै हाम्रो जीवन त कति धन्यवादी हुनुपर्ने, कति सन्तुष्टिमा हुनुपर्ने। चाहे हाँस्न परोस्, चाहे रुन परोस्, चाहे घटियोस्, चाहे अभाव होस्, चाहे रोग होस्, चाहे मृत्यु होस्, हरेक कुरामा परमेश्वरले धन्यवादी हुनुपर्छ। किनभने हामीसँग जीवित के छ? आशा छ। आशा भएको मान्छे सधैँ के हुन्छ? उत्साहित हुन्छ। आशा भएको मान्छे सधैँ खुसी हुन्छ। आशा भएको मान्छे सधैँ धन्यवादी हुन्छ, प्रभुतिर हेर्छ, प्रार्थना गर्छ, परमेश्वरले मेरो कुरा सुन्नुहुन्छ। त्यसैले हामीमा परमेश्वरले आशा राखिदिनु भएको छ, यसो क्रिस्ट दिनुभएको छ। अनि उहाँले हामीलाई त्यो प्रतिज्ञाहरू गर्नुभएको छ। गन्ती 23:19 ले भने परमेश्वर ढाँट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न, उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पुरा गर्नुहुन्न र। मान्छेमाथि हामी भर पर्न सक्दैनौँ, तर परमेश्वरमाथि पूर्ण भर पर्न सक्छौँ। उहाँले ढाँट्नुहुन्न। यो जुन प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ, यो तपाईँ मैले पाउँछु एक दिन। परमेश्वर पुरा गर्नुहुन्छ। मान्छेले बाचा गरेपछि पुरा नगर्ने हो, होइन? तर परमेश्वरले प्रतिज्ञा गरेपछि पुरा गर्नुहुन्छ। पहिलो थेसलोनिके 5:24 हामीले हेऱ्यो भने तिमीहरूलाई बोलाउनु हुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ। परमेश्वर दिनुहुन्छ यो सबै कुराहरू, यो सबै प्रतिज्ञाहरू दिनुहुन्छ। तर तपाईँ र म चाहिँ दो मनको भएर, दोधारको भएर पाउँदैन यो कुरा। यो त इनाम हो। जसले जित्छ त्यसले के गर्छ? पाउँछ। पावलले के भने? मैले मेरो दौड के गरेको छु? सिद्धाएको छु, मैले पुरा गरेको छु। आज तपाईँ म प्रत्येक आफ्नो दौडमा छौँ। हामीले हाम्रो दौड पुरा गर्छौँ, जित्छौँ अनि इनाम पाउँछौँ। यो अनन्तको कुराहरू हामी पाउँछौँ। यदि हामी दौडिँदा दौडिँदा हामी थचक्क बस्यौँ, फर्क्यौँ भने यो कुरा हामीले पाउँदैनौँ। त्यसैले प्रभु येशूले गर्नुभएको प्रतिज्ञाहरू उहाँले पुरा गर्नु नै हुनेछ। उहाँले हामीलाई दिनुहुन्छ। त्यसकारण त्यो अनन्तको आशामा येशू ख्रीष्टको जुन अनन्तको आशा छ, प्रतिज्ञाहरू छ, त्यसमा हामी स्थिर रहनुपर्छ। किनभने प्रभु विश्वास हुनुहुन्छ। यसोमा हामी पूर्ण विश्वास हामी गर्न सक्छौँ। येशू ख्रीष्टको रगतले यो सबै कुराहरू हामीले पाएका छौँ। त्यो मूल चाहिँ येशू ख्रीष्टको रगत हो। ख्रीष्टको रगतद्वारा नै हामी त्यो अनन्तताको जीवनमा, त्यो आशामा हामी प्रवेश गर्न पाएका छौँ। येशू ख्रीष्ट नमरिदिनु भएको भए, येशू ख्रीष्टले रगत नबगाउनु भए यो केही कुरा पनि हामीले पाउँदैनौँ। आज हामी पापमै हुन्थ्यौँ, मृत्युमै हुन्थ्यौँ। येशू ख्रीष्टको रगतले तपाईँ मेरो पापको क्षमा गरेको छ। शैतानको पासोबाट, शक्तिबाट तपाईँ मलाई निकालेको छ। येशू ख्रीष्टको रगतले यसरी धोएको छौँ हामी कि हामीले पहिला पापै गरेको छैनौँ कि त्यस प्रकारले त्यतिसम्म शुद्ध गरेर परमेश्वरले तपाईँ मलाई धुनु भएको छ। येशू ख्रीष्टको रगतले तपाईँ मलाई स्वीकार परमेश्वरले गर्नुभएको छ। येशू ख्रीष्टद्वारा तपाईँ मेरो पापको क्षमा भएर हामी येशू सँगसँगै हिँड्न पाएका छौँ। ज्योतिको सन्तान भएर ज्योतिमा हामी हिँड्न सकेका छौँ। येशू ख्रीष्टको रगतले तपाईँ मलाई शान्तिमा ल्याउनु भएको छ, मिलापमा ल्याउनु भएको छ। हामी परमेश्वरको उपस्थितिमा येशूको रगतद्वारा हामी जान सक्छौँ। परमेश्वरको उपस्थितिमा जाने जुन साहस, आँट चाहिन्छ, त्यो येशूको रगतद्वारा तपाईँ र मलाई मिलेको छ। आज येशूको रगतले तपाईँ र मलाई के गरेको छ? अलग गराएको छ, छुट्टाएको छ, संसारभन्दा फरक बनाएको छ। हामी भएको डर, त्रासलाई येशूको रगतले के गरेको छ? हटाएको छ। स्वतन्त्रता येशूको रगतले तपाईँ र मलाई दिएको छ। हामीले शैतानलाई, पापलाई येशूको रगतद्वारा जितेका छौँ। हाम्रो प्राण, हाम्रो आत्मा, हाम्रो शरीरलाई येशूको रगतले स्वतन्त्र बनाएको छ। मैले सुरुमा एउटा उदाहरण भनेको थिएँ, हलको
सुरुमा मसँग टिकट थिएन, मसँग डर थियो, मसँग त्रास थियो, किनभने म गलत थिएँ। तर जब म टिकट थियो, मसँग डर थिएन, त्रास थिएन, म स्वतन्त्र भएर भित्र छिरेँ, स्वतन्त्र भएर आएँ। आज परमेश्वरको उपस्थितिमा जाने टिकट भनेको येशू ख्रीष्ट हुनुहुन्छ। यदि हामी तयारी भएर परमेश्वरको उपस्थितिमा गएनौँ भने हामी डर, त्रासमा, पापमा हुन्छ, हामी स्वतन्त्र हुन सक्दैनौँ। त्यसकारण येशूको रगतमा भर पर्नुपर्छ। येशूको रगतलाई लिएर येशूद्वारा हामी परमेश्वरको उपस्थितिमा जान सक्छौँ। हिब्रू 3:6 हामीले हेऱ्यो भने तर ख्रीष्ट चाहिँ परमेश्वरका घरनामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गर्व अन्त्यसम्म थामिराख्यो भने हामी उहाँका परिवार हौँ। अहिले विश्वास गरेर, अहिले खुसी भएर, अहिले उत्साहित भएर एकछिनको लागि यो लिने कुरा होइन, तर जीवनको अन्तिम क्षणसम्म, मरिन्जेलसम्म, यो प्राणबाट सास नफुत्किन्जेलसम्म येशू ख्रीष्टमा भर पर्नुपर्छ। जब हामी विश्वासयोग्य हुन्छौँ भने परमेश्वर त विश्वासयोग्य हुनुहुन्छ, उहाँमा कुनै दुविधा, कुनै फरक छैन। तर म विश्वासयोग्य भए भने मैले त्यो कुराहरू पाउनेछु। अन्त्यसम्म हामीलाई स्थिर रहेका। पहिलो कुरा, येशूको रगतद्वारा हामी परमेश्वरको उपस्थितिमा जान सक्छौँ। येशू बिना परमेश्वरको उपस्थिति जान सक्दैन। दोस्रो कुरो, पूर्ण विश्वास सहित पवित्रतामा परमेश्वरको नजिक जाने। परमेश्वरको अगाडि जानको लागि आफूलाई के गर्ने? तयार बनाउनुपर्छ, हृदयमा तयार गर्ने, पश्चाताप गर्ने र अन्तिममा चाहिँ अनन्तताको आशामा स्थिर हुनुपर्ने। किनभने प्रभु विश्वास योग्य हुन्छ। हाम्रो आँखालाई बन्द गरौँ, हामी आफ्नो ठाउँमा खडा हुनेछौँ। हामी प्रार्थना गरौँ आफ्नो लागि। हामी एकछिन प्रभुको उपस्थितिमा जाउँ। येशूको रगतले तपाईँ र मलाई छुटकारा दिन्छ। येशूको रगतले तपाईँ र मलाई स्वतन्त्र बनाउँछ। येशूको रगतले तपाईँ र मेरा पापहरू धोइन्छ। आज हामी केही समयपछि प्रभु भोजमा सहभागी हुनेछौँ। प्रभुको रगतलाई र प्रभुको शरीरलाई हामी लिनेछौँ। त्यो छुटकारा, त्यो अनन्तता येशूको रगतद्वारा हामीले पाउँछौँ। आज हामी हाम्रो हृदयमा यस्ता कुराहरू देख्छौँ, पाप देख्छौँ, अथवा यो समयमा त मैले यस्तो गरेको थिएँ लाग्छ, पश्चाताप गरौँ। प्रभु वचनले भन्छ रगत र प्रभुको शरीरमा सहभागी हुने कुराहरू होसियारी साथ परमेश्वरको विरुद्ध जानुपर्छ। हाम्रो आँखालाई बन्द गरौँ। हामी येशूको नजिक हामी जानेछौँ। प्रभुले तपाईँ र मलाई शुद्ध बनाउनुहुनेछ, चोखो बनाउनुहुनेछ।